नमस्ते सबैजनालाई। म चाहिँ आज सिन्जुको हुँदै सिनोकुबोसम्म हिँडेर जानेछु र तपाईँहरूलाई पनि देखाउँदै जानेछु। हेरेर साथ दिनुहोला। सिनोकुबोमा चाहिँ नेपाली इन्डियन रेस्टुरेन्टहरू पसलहरू धेरै हुने भएकाले त्यहाँ चाहिँ नेपाली इन्डियनहरूको चाहिँ चहल पहल धेरै देख्न सकिन्छ। तपाईँलाई पनि नेपाली स्वादको खानेकुराहरू नेपाली सरसामानहरू किन्न मन छ भने सिनोकुबो आउन सक्नुहुन्छ। चाहिँ यहाँबाट ओकुबो जान्छ। ओकुबोमा चाहिँ धेरै नेपाली पसल इन्डियन पसलहरू धेरै छन्, त्यसैले नेपालीहरू धेरै देख्न पाइन्छ। बाटोमा लाग्छ कि नेपालमै आएको छ जस्तो। सुन्दर फुल फुलिरहेको पहिला म कलेज पढ्दाखेरि मैले काम गरेको ठाउँ पनि यही नजिकै हो। मैले चाहिँ अनलाइन डेलिभरी कम्पनीमा काम गर्थेँ। खानाहरू बनाएर डेलिभर हुन्छ। कहिलेकाहीँ कस्टमरले चाहिँ बस्ने एउटा ठाउँमा एड्रेस चाहिँ फरक ठाउँमा को लेखेको भएर चाहिँ धेरै दुःख भएको छ मैले राति चिसोमा। कोही कोही कस्टमरले चाहिँ त्यस्तै गर्छ कि जोडी बसेको छ भने रियल एड्रेस चाहिँ भन्दैन, अनलाइनमा लेखेको हुँदैन। पछि फोन गरेर यो ठाउँमा भनेर भन्छन्। म चाहिँ अनलाइनको एड्रेस हेर्दै जाँदाखेरि फरक ठाउँमा पुगेको थिएँ। तपाईँ आधी घन्टा 1 घन्टा ढिलो भएको थियो। म पहिला टोकियो आउने बेला चाहिँ यहीँ नजिकै नेपालीहरूले खोलेको होस्टेलमा बसेको थिएँ। एउटा रुममा चाहिँ 7-7जना 8-8जना राखेको भएर घरबेटीले थाहा पाएर रातारात निकालिदिएको थियो। तपाईँहरू पनि फस्नु होला, सचेत भएर आउनु होला। नेपालीहरूको धन्दै यस्तै छ। एउटा रुम लिने आफ्नो नाममा, अनि 7-8जना मान्छे राख्ने, 35,000 दरले पैसा लिने, सुरुमा 60,000 लिने गर्छ। त्यसले होस पुर्याउनुहोस्, सकेसम्म आफ्नै रुम लिने होला। पहिला 60,000 लियो, त्यसपछि 8जना राखेर 35,000 रुपियाँ ल्याएको थियो मलाई। यो लाइन देख्न सक्नुहुन्छ, यो मान्छेहरूको गेम खेल्नको लागि लाइन हो। आज बिदाको दिन भएर यहाँले चाहिँ भिडियो गेमहरू खेल्छन् यो भित्र। यो चाहिँ सिनोकुबो।
यो एरियामा चाहिँ इन्डियन नेपाली रेस्टुरेन्ट पसलहरू हलाल फुडको पसलहरू धेरै छ। यहाँ चाहिँ तपाईँले चाहिएअनुसारको सबै किसिमका भेराइटीका सामानहरू पाइन्छ। त्यही अगाडि पनि नेपाली झन्डा फहराइरहेको देख्नुहुन्छ। यो चाहिँ नेपाली पसल हो। म यहीँको एउटा पसलमा छिरेर केही सामानहरू किन्ने छु। यहाँ हेर्न सक्नुहुन्छ नेपाली इन्डियन सबै किसिमका मसलाहरू सामानहरू यहाँ पाइन्छ। मैले मलाई आवश्यक केही सामानहरू किनिसकेँ, फर्किँदैछु। यो अगाडि देखेपछि ओकोबो स्टेसन हो। यदि तपाईँसँग नेपालको ग्लोबल आइएमएफ ब्याङ्कको खाता छ भने पनि यदि मोबाइल ब्याङ्किङ बिग्रेको खण्डमा यहाँ आएर बनाउन सक्नुहुन्छ। तपाईँलाई पनि जापान सम्बन्धी केही जिज्ञासाहरू छन् भने कमेन्ट गर्न सक्नुहुन्छ। म आफूले जानेको कुराहरू तपाईँलाई सेयर गर्नेछु। आजको लागि भिडियो हेरिदिनु भएकोमा धन्यवाद।